धन्यवाद महासचिव। यसरी 2082 मा उत्तीर्ण भाइ बहिनीहरूलाई बधाई तथा स्वागत कार्यक्रम 2083 मा विशिष्ट अतिथिज्यूहरू, मेरा पूर्व विद्यार्थी समाजका बोर्डका साथीहरू र उत्तीर्ण भएर यहाँ पाल्नुभएका सम्पूर्ण भाइ बहिनीहरू, सर्वप्रथम त म यहाँहरूलाई एससी 2082 उत्तीर्ण गर्नुभएकोमा म हार्दिक बधाई तथा पूर्व विद्यार्थी समाजमा स्वागत गर्दछु। तपाईहरू अहिले जसरी चाहिँ म स्कुलबाट पुग्की भनेर जुन खुसियाली हुनुहुन्छ नि, हामी पनि कुनै वखत त्यस्तै थियो है। बल्ल चाहिँ यो स्कुल छोड्यौँ, बल्ल स्कुल चाहिँ आज तोड्यौँ, अब कहिले हेर्न नपरोस्, कहिले फर्किन नपरोस्, त्यो हाम्रो मनमा पनि लागेको। एसएलसी पास भएको दिनदेखि चाहिँ हामीलाई त्यो अवस्था चाहिँ लागेको थियो। म एउटा कुरा ग्यारेन्टी गर्छु, तपाईहरू अब कलेज पढ्नुहुन्छ, तपाईहरू जागिर खानुहुन्छ, तपाईहरू व्यापार गर्नुहुन्छ, तर स्कुलको जस्तो साथी म ग्यारेन्टीका साथ भन्छु कहिले पनि पाउनुहुन्न। र यो जस्तो राम्रो र मिल्ने साथी तपाईँले अबको व्यावसायिक जीवनमा, कलेजको जीवनमा कोही पनि पाउनुहुन्न। यो लेखेर राख्नु होला। यो पूर्व विद्यार्थी किन बन्नु पर्यो भन्ने कुरामा हामी किन यो चाहिँ बनाउँछौँ भन्ने कुराहरू तपाईँले यहाँ अगाडि देख्नु भएको दाइहरू सबैजना नेपालदार स्कुलमै पढेका हौँ। अहिले हामी यहाँ जति जङ गर्छौँ नेपालदार स्कुलमै पढेका दाइहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ र तपाईँहरू जोडिँदै हुनुहुन्छ। हाम्रो यो कार्यक्रमको मुख्य उद्देश्य हामी पूर्व विद्यार्थी समाज छौँ। भोलि तपाईँहरू हामी सधैँ बसिरहँदैनौँ। हामीले भोलि हस्तान्तरण र पुस्तान्तरण गर्दा यो पूर्व विद्यार्थी समाजमा कमिटीमा आउनको लागि, उत्तराधिकारीको रूपमा आउनको लागि जोडिन सकियोस् भन्ने उद्देश्यले यहाँहरूलाई चाहिँ यो कार्यक्रम गरेर हामीले सम्मान गर्दैछौँ। लाग्छ यहाँहरू भविष्यमा हामीसँग अवश्य पनि जोडिनुहुनेछ। र पूर्व विद्यार्थी किन आवश्यकता रह्यो? हरेक स्कुलमा हेर्नुहोस् पूर्व विद्यार्थी समाज छ। हाम्रो स्कुल स्थापना भएको लगभग 79 वर्ष भयो। अहिलेसम्म पूर्व विद्यार्थीको कन्सेप्ट यही अगाडि व्यासमा आसीन भएका दाजुहरूले प्रयत्न गर्नुभयो, तर विविध कारणले गर्दाखेरि त्यो सफल हुन सकेन। यो पूर्व विद्यार्थी समाज वनस्थली स्कुलमा हेर्नुहुन्छ भने, बुढालिङ्गण्ड स्कुलमा हेर्नुहुन्छ नि, उनीहरूको यति ठुलो सञ्जाल, यति ठुलो सहयोग छ। त्यो कुराको लागि पनि अहिले हामी पनि धेरै व्यक्तिहरू छौँ। तपाईँहरूलाई चाहिँ कहाँ अप्ठ्यारो पर्यो, कहाँ चाहिँ सहयोग चाहियो, त्यस्तो अवस्थामा सहयोग गर्न हाम्रा अग्रज दाइ दिदीहरू चाहिँ रेडी हुनुहुन्छ। त्यसको लागि पनि चाहिँ भाइ बहिनीहरूलाई यो जोड्ने प्रक्रिया हो। पूर्व विद्यार्थी समाज भनेको विशुद्ध नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट अध्ययन गर्नुभएका विद्यार्थीहरूको समूह हो। यसमा हाम्रो कुनै राजनीतिक हाम्रो उद्देश्य केही पनि हुँदैन। यसमा खालि हामी विद्यार्थी बिच र तपाईँहरूले हजुरबाको उमेरको त्यो भनेर अब सर भन्नु पर्दैन, सिनियर सबै दाजु हुन्, जुनियर सबै भाइ बहिनी हुन्। यसरी चाहिँ सम्बोधन चाहिँ हामी गर्छौँ यो पूर्व विद्यार्थी समाजमा आबद्ध भइसकेपछि। अब धेरै जिपिएल ल्याउनेहरू चाहिँ मातिने अवस्था र थोरै जिपिएल ल्याउने मान्छेहरू आँटिने अवस्था छैन। खालि अध्ययनमा निरन्तरता चाहिँ चाहिन्छ। तपाईँहरूले ग्याप नगर्नुहोस्, जति छ त्यो नै चाहिँ आफूले ल्याएको हो। यसले भविष्यमा योभन्दा अगाडि निरन्तर रूपमा चाहिँ अध्ययन पुरा गर्नुहोस्, होइन? यो थोरै जिपे ल्याएर यहाँ मैले यसो गर्न पाइनँ त्यो केही पनि सोच्नै पर्दैन। तपाईँहरू निरन्तर रूपमा अघि बढ्नुहोस्। यसको लागि म हार्दिक शुभकामना चाहिँ व्यक्त गर्न चाहन्छु। र करियरको रूपमा हामीलाई सधैँ स्कुलमा के पढाइयो भने तिमीहरू पढ, त्यसपछि जागिर खाऊ। जागिर मात्र अप्सन नहुँदो रहेछ भन्ने कुराहरू पनि बुझ्नु होला। पढिसकेपछि धेरै अप्सनहरू हुन्छ। व्यापार गर्न सक्यो, कृषि कार्य गर्न सक्यो, राजनीतिमा लाग्न सक्यो, धेरै करियरहरू हुन्छ। हाम्रो फ्यामिली, हाम्रो स्कुल, हाम्रो समाज, हाम्रो देशले चाहिँ हामीले के मात्र भन्यो भने तिमी पढ, जागिर खाऊ, त्यो मात्र होइन, त्योभन्दा धेरै धेरै चाहिँ अप्सनहरू हुन्छ। त्यो अप्सनलाई पनि अहिलेदेखि चाहिँ तपाईँहरूले विचार गर्दै गर्नु होला, बुझ्दै गर्नु होला। त्यो नबुझे हामीसँग जोडिनुहोस्, त्यो विषयमा हामी काउन्सिलिङ पनि गर्नेछौँ। अब हामी भविष्यमा पनि भेट्दै गरौँला। हाम्रा कतिपय भाइ बहिनीहरू कलेज जान, हामी स्वयं पनि अफिस जानु चाहिँ ढिला भइसक्यो। अन्य कार्यक्रमहरूमा हामी जोडिँदैछौँ। हाम्रो पूर्व विद्यार्थी समाजको एउटा फेसबुक पेज छ, होइन? पूर्व विद्यार्थी समाज ASNRSS, त्यसमा जोडिनु भयो भने हाम्रो कार्यक्रमको बारेमा हामी चाहिँ त्यसमा लेख्छौँ। तपाईँहरू चाहिँ सहभागी भइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र सबैलाई हतारो भयो यति भन्दै मेरो मन्तव्य टुङ्ग्याउँछु। हामी एउटा ग्रुप फोटो खिच्छौँ र
र त्यसपछि हामी चिया नास्ता गरेर त्यसपछि चाहिँ हामी आफ्नो कार्यक्षेत्रमा जान्छौँ। यति भन्दै मेरो 2 शब्द टुङ्ग्याउँदै